गुड मर्निङ गाइज। बिहान बिहान हामी चाहिँ आज कलशबाट एनटिएफी कलेक्सनको लागि यसो जङ्गलतिर गइरहेको छौँ। कोही साथीहरू यताउता के टिप्ने कस्तो हुन्छन् भनेर यताउता चाहिँ सोधपुछ गरिरहेछन्। कोही साथी यहाँ भ्लगमा पुरै रमाइरहेछन्। केटाहरू पुरै मस्त तरिकाले बसिरहेछन्। म चाहिँ यहाँ क्यामेरा खिचिरहेको छु। के अरे दाइजहरूको गाह्रो छ हो। र म्याम र हाम्रो आदि साथीहरू चाहिँ पछाडि आउँदैछन्। र साथीहरूले यहाँ बाख्रालाई हेरेर हाम्रो एमडी दोस्टलाई पनि जिस्काइरहेछन्। एमडी दोस्टलाई के छ बाख्रा गनाइरहेछ भनेर चाहिँ करणले पनि त्यसमा सपोर्ट दिइरहेको छ। यताउता हो सेम रहेछ भनिरहेछ। त्यसपछि दिपक चाहिँ हाँसेर मुस्किराइरहेछ। केटाले बाख्राको बोका गनायो भनेर एमडीले पनि रहेछ। एमडी पनि यहाँ पुरै त्यो देख्यो भन्यो भनेर एमडी पनि अगाडि हिँडेर एक्लै गइरहेछन् होइन। एमडी पनि अगाडि गइरहेको थिएँ। र यता प्रशान्तले यो बोल बिरुवाको नाम यो भनेर केटाले लेख्न लगाइरहेछ। केटाले लेखिरहेको छ नि। एमडी चाहिँ स्वयं हिँडिरहेछन्। अहिले चाहिँ त्यो यताको लेखेर उतातिर जान लगाइरहेको। अर्को साइड त्यता क्यान्टिन साइडतिर जान लगाइरहेको। हामी चाहिँ कलेजभित्रकै जङ्गलभित्र हामी लेखिरहेको छौँ। अनि म चाहिँ यहाँ म चाहिँ दिपकलाई सोधिरहेको छु। दिपक के कति लेखिरहेको छ भनिरहेको छ। दिपकले त खोइ थाहै छैन यार, तेरो भ्लगमा त भ्लग बनाउँदै ठिक छ तँलाई, अरू के लेखिरहेको छ भनेर मलाई गाली गरिरहेको छ। केटाहरूले जे मस्त छ, म त स्माइल दिइरहेको छु। ठिकै छ नि त। मैले पनि भनेर भ्लग सलग बनाइदिइरहेको, यताउता देखाइदिइरहेको सबैलाई। अनि आफ्नो स्माइलमा सेल्फी पोज दिइरहेको मैले। गुलाबको फुल पनि भेट्यो। गुलाबको फुल के गर्नु अहिले, ल भ्यालेन्टाइन डेको दिन पो काम लाग्छ। आज त हेर्ने हो चित्त बुझाउने भनेर यताउता गइरहेको थियो। केटाहरू चाहिँ अब फर्किन लाग्दाखेरि केटाहरू कति टिप्यो भनेर करणले यताउता पल्टाएर हेरिरहेको थियो। मसलाई देखाइरहेको थियो। दिपक र एमडी चाहिँ अगाडि गरिरहेको थियो। अनि म चाहिँ पछाडि भिडियो बनाउँदै थिएँ। अरू सबैजना पछाडि आउँदैछन् गाइजहरू। अनि फेरि त्यसपछि हामी चाहिँ कलेजभित्र छिर्यो। कलेजभित्र पनि एउटा सानोतिनो भ्लग बनाउनुपर्छ कि भनेर हामीहरू चाहिँ बोल्दै भ्लग बनाउँदै आइयो भित्र। अनि एमडी दिपकले हानिदिन्छु र अहिले धेरै भ्लग नबना भनेर भनिरहेको थियो। त्यसपछि अनि केटाहरू चाहिँ अनि एमडी चाहिँ पुरै मस्त हाँसिरहेको छ। अनि एमडीले मैले एक दुईवटा कुरा सोधेँ होइन। एमडीले पनि हाई हेलो भनिदिरहेँ। म पनि अनि एमडीले भनिरहेको थिएँ एमडी के छ कसो छ भनेर भनिदिरहेको थिएँ। अनि एमडी त भाइ जाऊ तिमी म जान्न अब के भनेर रिसाइरहेको छ। आइरहेको छन् यता बबिता अनि अर्को हुन्छन् शिवलक्ष्मी। आहा उताबाट बिमला आइरहेछन्। बिमला दिदीको स्माइल कडा छ। अनि कला थेकेर हाम्रो गाइजहरू फिदा। अनि म यताबाट ताली बजाउँदाखेरि ताली सँगसँगै आयो गालीको वर्षा। त्यो वर्षा सुन्दाखेरि म यिनले चोरले के बोले भाइ। अनि यो आप चोरेर देख्दाखेरि विशालको भयो। विशालले गर्दै थियो हङ्गामा अनि यो भयो फङ्गामा। यस्तै हो हाम्रो भ्लगमा, के गर्नु त्यस्तै छ जिन्दगी। अगाडिबाट एउटाले हाल्यो अङ्गालो अनि यहाँ हुन्छ भङ्गालो। यस्तै गरी अङ्गालो नहाल बिचमा खनिदिन्छ। त्यसले पनि मलाई पनि हाल्न लागिरहेको छ अङ्गालो गाई। बनायो गफ। यसको गफ सुन्दाखेरि कोही केटीसँग पढ्नै सकेको छैन अहिलेसम्म। ल हामी यस्तै प्रशान्त अगाडि हिँडिरहेको थियो। पछाडि रोमनले हान्यो एकचोट चाकामा। फेरि प्रशान्त अया हुने कराउँदै गइरहेको थियो अगाडि। अनि त्यसपछि केटाहरू पुरै एउटाले मुखसुख धोएर पुरै निचे अनुहार बनाएर गइरहेको थियो। अनि त्यसपछि अरू चाहिँ यता अगाडि ढोक्रिरहेछन् होइन। ढोक्रिरहेको छ। म पनि यहाँ क्यामेरा पछाडि ल्याइरहेको छु। त्यस्तै क्रममा अनि त्यो भेटनरको दाइहरूले भाइ रोग एकछिन तिम्रो भ्लगमा बोल्न मन लाग्यो भाइ भन्दै हुनुहुन्थ्यो। मेरो त क्लास छ दाइ, मलाई ढिलो भइसक्यो दाइ भनेर। म ल दाइ भाइ भनेर म पनि त्यहाँ हजुर उनीहरूलाई देखाएर टाप